नमस्कार, म अमृता राई, ओत्लाबाडी काली मन्दिरबाट। एक्चुअली हामीले चाहिँ यो मेमोरेन्डम बुझाएको चाहिँ 4 तारिक है, 4 डिसेम्बर 2024 बुझाएको। यो केसको लागि मेमोरेन्डम भन्दाखेरि दुईटा चिज छ ल। एउटा चाहिँ हामीले के को लागि भन्दाखेरि भाषाको लागि। भाषा भन्दाखेरि हामीलाई चाहिँ अब नेपाली भनेको छौँ, हामीले नेपाली भन्नेमा चाहिँ नेपाली र हिन्दीको देवनागरी चाहिँ एउटै हुन्छ। हामीले हिन्दी लेखे नि चल्छ, किनभने हिन्दी लेख्यो भने चाहिँ के हुन्छ भने सबै भाषाले बुझ्छ। एक त नेपालीले बुझ्छ, आदिवासीले नि हिन्दी बुझ्छ, माडवाडीले नि हिन्दी बुझ्छ, र बिहारीहरूले नि बुझ्छ, र मुसलमानहरूले नि बुझ्छ है। यो 5वटा जातिले चाहिँ हिन्दीमा तपाईहरूले जति पनि अब सरकारी कागजहरू हुन्छ, बोर्डहरू हुन्छ, त्यसो तपाईँ देवनागरीमा हामीले चाहिँ रिक्वेस्ट गर्छौँ, देवनागरी भाषामा चाहिँ तपाईँहरूले गरिदिनु भयो भने चाहिँ सबै जातिलाई चाहिँ राम्रो हुन्छ भन्ने चाहिँ हामीले त्यसको लागि चाहिँ हामीले मेमोरेन्डम हालेको। र सेकेन्ड चिज चाहिँ के को लागि भन्दाखेरि कस्तो कस्तो पत्रहरू गर्नु चाहिँ मतलब विषय के चाहिँ गर्नुपर्ने, ल्याङ्ग्वेज कस्तो कस्तो चिजहरूमा डकुमेन्ट्सहरू कस्तो कस्तो डकुमेन्ट भन्छ अब पञ्चायतबाट जति पनि कामहरू आउँछ, जस्तो जुन पनि टाइपको फर्महरू हुन्छ, जति पनि डकुमेन्ट्स हुन्छ, एडभर्टाइजमेन्ट हुन्छ, जे पनि हुन्छ, बङ्गला पनि होस्, हामीले नभनेको होइन, बङ्गलामा होस्, ल साथमा हिन्दीमा पनि होस् भने, किनभने हिन्दी बुझ्ने थुप्रै जाति छ नि त यहाँ, र बङ्गलामा बुझ्ने छ, तर हिन्दी बुझ्ने चाहिँ बेसी मात्रामा भएकोले चाहिँ हामीलाई रिक्वेस्ट गरेको अञ्चलमा कि हामीलाई चाहिँ हिन्दीमा असुविधा हुँदैछ र हामीलाई चाहिँ देवनागरीमा चाहिँ हामीलाई गरिदिनुहोस् भनेर चाहिँ हामीले रिक्वेस्ट गरेको। बङ्गलामा असुविधा हुँदैछ, बङ्गलामा असुविधा भएर चाहिँ हामीलाई धेरै असुविधा भएर चाहिँ हामीले चाहिँ देवनागरी भाषामा चाहिँ गरिदिनुहोस् भनेको। धन्यवाद। हामी आज यहाँ पथरौडा, ओत्लाबाडी, तोरीबारीबाट हामी आएका छौँ यो मेमोरेन्डमलाई फेरि रि गर्नको लागि। र आज अर्को छ, मैले दुईटा भनेको थिएँ, र एउटा चाहिँ के भन्दाखेरि हामीले चाहिँ अब टुरिस्टहरूको लागि होइन, हाम्रै गाउँहरू डेभलप हुन्छ होइन, हाम्रै गाउँहरू डेभलप होस् भनेर चाहिँ आई लभ ओत्लाबाडी, लिस रिभर, पत्थलझोडा, मानाबारी र तोरीबारी जस्तो जग्गामा चाहिँ त्यो एलइडी को लाइट लगाएर चाहिँ त्यो साइन बोर्ड हुन्छ नि, आई लभ यु लगायो भने चाहिँ के हुन्छ भनेको टुरिस्टहरूको एट्र्याक्सन हुन्छ। त्यो भएपछि के हुन्छ, हाम्रो एरियाहरूलाई पनि एउटा डेभलपमेन्ट हुन्छ, हाम्रो एरिया पनि डेभलपमेन्ट हुन्छ होइन, टुरिस्टहरू पनि आउँछ। त्यो गर्दाखेरि चाहिँ थुप्रै चिजको मतलब डेभलपमेन्ट हुन्छ भनेर चाहिँ हामीले चाहिँ पञ्चायतहरूलाई चाहिँ यो रिक्वेस्ट गरेको थिएँ कि तपाईँहरू यस्तो खालको बोर्ड लगाइदिनुहोस् भनेर यो प्रत्येक जग्गामा चाहिँ। धन्यवाद। हुन्छ, नमस्कार। र आज हामी चाहिँ अञ्चलमा आएको थियौँ होइन, हामीले 4 डिसेम्बर 2024 चाहिँ हामीले एउटा मेमोरेन्डम बुझाएको थियौँ, जहाँ कि हामीले आई लभ ओत्लाबाडीको लागि होइन, ओत्लाबाडीको माग गरेको थियौँ। साथमै हामीले एउटा नेपाली भाषा र सादरी भाषाको लागि हामीले यहाँनिर माग गरेको थियौँ। हामीले मेमोरेन्डम बुझाएको थियौँ, तर यहाँनिर आज हामीले 4 महिना भयो हामी यो बुझाएको, र आज हामी यहाँनिर फलोअपको लागि आउँदाखेरि यहाँनिर अब हामीले अहिले बात गऱ्यौँ है, के अरे आउँदाखेरि चाहिँ होइन, अहिलेसम्म यो अब हामी बिजी भएको कारणले गर्दा यो अहिले हामीले कहीँ अहिले काम गर्नु सकेको छैन यस विषयमा भनेर चाहिँ उहाँनिर भन्नुभयो प्रधानले। तर हामीले चाहिँ अब यहाँनिर हाम्रो लागि मात्रै नभएर यहाँनिर धेरै जातिलाई यहाँनिर एउटा नेपाली भाषा या हिन्दी भाषामा धेरैजनालाई सुविधा छ, किनकि हामी नेपाली मात्रै होइन, यसमा आदिवासी पनि आउँछ, के अरे बिहारीहरू पनि आउँछ, मरवाडी पनि आउँछ, र मुस्लिमहरू पनि आउँछ, किन उनीहरूलाई प्रत्येकलाई हिन्दी जरुरी छ, र हामीले नेपाली नै नभए पनि हिन्दीमा भए पनि हुन्छ भनेर हामीले माग गरेको थियौँ। तर आज अब यहाँ आउँदाखेरि यसमा पोजिटिभ हामीले केही पनि पाएन, नेगेटिभै छ, किनभने काम अगाडि नबढेको त यसलाई त पोजिटिभ त भन्दै नै होला जति मलाई लाग्छ होइन। र यहाँ आउँदै मेरो बात खतम गरिदिन्छु। मेमोरेन्डममा हामीले यस्तो लेखेको थियौँ, आई लभ ओत्लाबाडी मात्रै होइन, आई लभ पथरौडा, आई लभ तोरीबारी, आई लभ मानाबारी पनि लेखेको थियौँ। योहरूलाई पनि हामीले यसको विषयमा नि हामी कुरा गऱ्यौँ, तर हामीलाई यो अर्कै एउटा सल्लाह दिनुभयो, यो बनाउनुलाई अर्कै कुरो काम गर्नुपर्ने रहेछ, र यो हामीले सल्लाह पाएको छौँ, हामी त्यसै गर्ने हामीले एफर्ट गरेको छौँ। अनि हामीले अर्को पनि यो चाहिँ आई लभ ओत्लाबाडी, आई लभ यसको यहाँ लेखेको थियौँ। यो चाहिँ हामीले लेखेको थियौँ नेपाली भाषामा पनि, कुनै पनि बङ्गला भाषा होस्, फर्स्ट एउटा ल्याङ्ग्वेजमा, सेकेन्डमा इङ्ग्लिस होस्, थर्डमा नेपाली पनि होस्, अनि हिन्दी पनि होस् भनेर हामीले यो एप्लिकेसन लेखेका थियौँ। र यसलाई नै हामीले यसकै कारणले गर्दा हामी आज आएका थियौँ। यसलाई हामीले के भन्छ, यो मेमोरेन्डमलाई
उहाँ दिएपछि यसलाई फेरि उहाँले उयो गर्नुको लागि चाहिँ उहाँलाई सोध्नुको लागि कहाँसम्म पुग्यो प्रोसेस भनेर सोध्नुको लागि चाहिँ हामी आएका थियौँ। तर खासै काम यहाँबाट भएको रहेन रहेछ भन्ने हामीले थाहा पायौँ र यति भन्दै म आफ्नो बोलाइ यहीँ अन्त गर्दछु।